नमस्ते है सम्पूर्णलाई सानो मेरो चक्र च्यानलमा हामी आज चाहिँ हामी गाउँतिर गएको थियौँ। गाउँबाट यसो बैठक सकेर हामी चाहिँ सिस्नेरीतिर भनौँ कोकोडे खोला भनौँ, सिस्नेरीको त होइन होइन, कोकोडेमा पर्छ। तैपनि कोकोडे खोलामा पौडी खेल्न जाउँ भनेर चाहिँ हामी राइडमा हिँड्यौँ है। सरर हामी चाहिँ हिँडिन्छौँ। अनि यो चाहिँ सबै सिस्नेरी 2 नम्बर वडा हो। अनि त्यसपछि हामी राइड गर्दै जाँदै हामी चाहिँ अनि सरर गइरह्यो। अब सबै साथीहरू अगाडि पनि छ, साथीहरू टर्ने छ। हामी चाहिँ यहाँबाट सुन्दर दृश्य इन्द्र सरोवरको गाउँहरू सबै देखाउँदै हामी चाहिँ सरर डोनारी भन्छ सिस्नेरी बजारतिर लाग्यो होइन। यो चाहिँ 5 नम्बरको कति हो जस्तो लागेको छ। खासै मलाई चाहिँ त्यति आफ्नै गाउँ भयो भने मलाई चाहिँ खासै त्यति थाहा छैन। यो चाहिँ हेराउला जाने हाइवे हो, एकदम राम्रो बनाएको रहेछ। अनि एकदम खुसी पनि लाग्यो बाटो यति राम्रो देख्दाखेरि। लगभग 10 वर्ष पछाडिको अवगतमा यति राम्रो बाटो बनाएकोमा चाहिँ सरकारलाई पनि धन्यवाद होइन। गाउँपालिकाहरूले नगरसम्म हुँदैन होला होइन, त्यही भएर। अनि अझै ठ्याक्क पेट्रोल पम्प काटेर चाहिँ हामी यहाँ टाढामा पहिलाचोटि चाहिँ काठमाडौँ हेटौँबाट बाटो हिँड्ने क्रममा चाहिँ यहाँ चाहिँ एउटा मन्दिर रहेछ क्या, लटरम्बेश्वर मन्दिर पनि त्यही घुम्तीमा रहेछ। लटरम्बेश्वर यसो मोबाइलबाट चाहिँ मैले देखेको थिएँ पछि। अनि गाडी भएको मन्दिर चाहिँ यहाँ चाहिँ लटरम्बेश्वर यो देवभोज भत्तरको लागि चाहिँ सामान माग्यो भने त्यहाँको चाहिँ देवी देवताले चाहिँ प्रदान गरिदिने भन्ने चाहिँ पहिलाको उ रहेछ, कथा रहेछ त्यहाँको। अनि त्यहाँ हुँदै ओह्रालो हुँदै गयो हामी। ओह्रालो गयो। अब यताबाट जाने सब उनीहरू पनि देख्यो। अगाडि 2जना 4जना गइरहेको छ केटाहरू। अनि रमाइलो गर्दै हामी चाहिँ सरर सिस्नेरी देख्यौँ। सिस्नेरीको भिउ पनि हामीलाई हाल्दै सिस्नेरी पुगेपछि चाहिँ हामी चाहिँ खास चाहिँ गाविसमा बसेको कारणले चाहिँ हामीले तपाईँहरूलाई त्यसपछि चाहिँ हामी सिधै उसमा जान्छौँ, कोकोडे भिन्डी गाउँपालिकाको कोकोडे खोलामा रहेको गोराहारे खोलामा रहेको चाहिँ हेर्न जान्छौँ। आयो ल हेर्नुहोस् है, सिस्नेरी खोला पहिला कस्तो थियो अहिले यस्तो बगर भएको छ। कुलेखानी खोला चाहिँ भरिँदाखेरि तीव्र गतिमा क्षति भएको ठाउँ हो यो। त्यही भएर हामी चाहिँ सरर हामी यहाँबाट हिँडियो। ठिकै छ। अब रमाइलो सँगसँगै हामीले यो ओह्रालो पनि काटिनु लाग्यो। अहिले यतिखेरसम्म भने हामी लगभग 12 बजिसक्यो, खाना पनि खाँदैन। अनि हामी चाहिँ त्यहाँबाट सरर मिनी अलिकति उसमा गइयो सर्टमा। अनि त्यहाँबाट चाहिँ हामी पोखरीमा जानेछौँ। तपाईँहरूले हेर्दै गर्नु होला है त भिडियो। हाइवेको बाटो चाहिँ धेरै राम्रो छ, तर त्यहाँबाट चाहिँ डोनारी खोला पुगेपछि चाहिँ अब हल्का कच्ची रोड आउँछ, तर खासै नराम्रो त छैन, राम्रो छ है। गिटीले भरिएको त्यस्तो हिलोहरू पनि छैन, एकदम राम्रो छ। तपाईँहरू पनि आउनुहुन्छ भने दोधारे खोला स्विमिङ पुल आउनु होला है त। इन्द्र सरोवर चाहिँ होइन, सबैले इन्द्र सरोवर भन्थ्यो, तर इन्द्र सरोवर नपर्ने भएको कारणले चाहिँ म पनि यही भन्न चाहन्छु कि इन्द्र सरोवरले चलाएको भएर मात्रै त्यति भएको है त। धन्यवाद। अब चाहिँ हामी पोखरी पनि आइपुग्यो। हेरौँ पोखरीको भिजिट अवलोकन हेर्दै अब सबैजना स्विमिङ गर्दै रहेछ। एकदम चिसो पानीको साथमा चाहिँ हामी अब स्विमिङ गर्न थालेको थियो। अब स्विमिङ गर्दैछौँ हामी, त्यो पनि छौँ, रमाइलो पनि भयो मलाई त सबै। ल म चाहिँ यसो स्विमिङ गर्दा पहिलादेखि नै धेरै वर्षपछि खेलेको 18 किनभने धेरै दिन हामीलाई काठमाडौँ बसेर धेरै वर्ष भयो। त्यो भएर गहिरो चाहिँ धेरै छैन, गहिरो लगभग 12 फिट जति छ, 10 देखि 12 फिट छ। त्योभन्दा गहिरो छैन। खेल्न जानेलाई गाह्रै छ, खेल्न जानेलाई चाहिँ एकदम सजिलो छ है। यो गोदावरी खोलाको स्विमिङ एकदम चिसो, एकदम भरिलो लागेको छ। त्यो चाहिँ ओह्रालो मात्रै छ। सबैजना एकछिन रमाइलो गऱ्यो, त्यसपछि हामी फर्किएको छौँ है त गाइज। धन्यवाद।